नमस्ते, फेरि पनि देख्न सक्नुहुन्छ यो मेरो हातमा के हो भनेर फेरि पनि नझुकिनु होला। यो आइफोन 13 प्रो म्याक्स हो। यसको प्रब्लम भनेको चाहिँ एलसिडी फ्लेक्स च्यातिरहेको थियो र चुटिरहेको थियो। तपाईँहरूले डिस्प्ले चेन्ज गर्नु पर्दैन है। हामीहरूले के गर्छौँ भने फ्लेक्स रिपेयर गरिदिन्छौँ। 100% ओरिजिनल है, सेटकेवाला ढुक्क हुनु होला। फेरि पनि तपाईँहरूकै आँखा अगाडि हामीहरू रिपेयर गर्नलाई पनि तयार छौँ है। ल देख्न सक्नुहुन्छ, अब यहाँनिर यो फ्लेक्स देख्नुभयो नि, जुन चुटेको थियो नि, हामीले त्यसलाई रिपेयर गरिसकेको छौँ र बवाल बनाइदिइसकेको पनि छौँ। फेरि पनि देख्न सक्नुहुन्छ, सिग्नेचर गरेकै डिस्प्ले हो र कस्टमरको आँखा अगाडि है। उहाँ कस्टमर पनि यहीँ हुनुहुन्छ, बसिराख्नुभएको छ र उहाँलाई हामीले बढीभन्दा बढी 1 घन्टादेखि 45 मिनट टाइम लियो होला, तर हामीले सक्सेस बनाएरै छोड्यो है। तपाईँहरूले फेरि पनि एलसिडी च्यातिरहेको छ भने, एलसिडीको फ्लेक्स डिस्प्ले फुटे छैन भने तपाईँहरूले फ्लेक्स चेन्ज गरेर नि रिपेयर गर्न सक्नुहुन्छ। फेरि पनि नझुक्नु, कुनै पनि हाम्रो रिटेल होइन, हाम्रो चाहिँ होलसेल हो। हाम्रो लोकेसन भनेको काठमाडौँ न्यू रोड, आरसी मोबाइलको 3 तला माथि। धन्यवाद।